हामी यति बेला बल्ल स्कुलमा आउने। सबैजना फर्किनु भएको छ, हामी चाहिँ इन्ट्री हुँदैछ, त्यही भएर भाग्दै। वाउ, नाइट भ्यू कस्तो राम्रो देख्यो। श्री कृष्ण गोविन्द हरे मुरारी बोलाइरहेछ, तिनीहरू छिटो आइज भन्दै होइन। म चाहिँ भिडियो खिच्दैछु होइन। अनि कस्तो रमाइलो देखिरहेछ। अनि भिडियो त कहाँ खिच्न छोड्नु भएन नि त, अहिले भने त अहिले भोलि स्कुल आइरहेछौँ हामी। सब सुनसान छ यार यति अँध्यारोमा। हामी चाहिँ भाग्दैछौँ क्या, त्यहाँ माथि सकिन लागिसक्यो रे। अनि छिटो जानु भन्दै हुनुहुन्थ्यो त्यहाँ, त्यही भएर भागिरह। जुत्ता त खोल्नै पऱ्यो होइन। हामी चाहिँ भाग्दै भए पनि स्कोनमा पुगिसकेका छौँ। अझै पनि मान्छेहरूको भिडभाड कम भइसकेको चाहिँ छैन ल। अनि त्यसपछि हामी पनि गएर बस्यो होइन। वाउ, यस्तो रमाइलो। त्यहाँभित्र गएपछि त अर्कै आनन्द हुन्छ भने क्या, सबै कुरा बिर्सेर होइन अर्कै दुनियाँमा पुगे जस्तो आनन्द, मनलाई एकदमै शान्ति हुन्छ क्या। मलाई चाहिँ है, तपाईँहरू को कोलाई हुन्छ भन्नु। हामी चाहिँ अब सरर बस्यो अनि हल्ला गर्दै छौँ बिस्तारै, भगवान्को नाम लिने, नाच्ने उफ्रिने भइरहेछ त्यहाँ। एकदमै रमाइलो हुन्छ यहाँ। तपाईँहरू पनि जानु भएको छैन भने एकचोटि पुग्न सक्नुहुन्छ। प्रायः सबैजना गइसक्नु भएको होला। यो चाहिँ बुढा नीलकण्ठमा छ होइन। अब भ्याली बाहिरको मान्छेहरू पनि काठमाडौँ आउँदाखेरि एकचोटि चाहिँ नहुने ठाउँ हो कि यो चाहिँ। एकदमै मनमा शान्ति हुन्छ। ल हेर्नु न, कति मजाले भगवान्लाई ढोग्नु भएको छ होइन। एकदमै रमाइलो हुन्छ यहाँ। अहिले त एकदम राति भइसकेको हुनाले चाहिँ सबैजना गइसक्नु भएको छ लगभग। हामी चाहिँ अब राति भए पनि जाउँ भनेर। अनि तर पनि मान्छेको भिडै छ देख्न। हामी चाहिँ अलि लेट नै पुगेका थियौँ होइन। त्यही पनि अब लास्टमा अलिकति दर्शन गर्न त पाइयो। हामी चाहिँ सेल्फी लिँदैछौँ बुरुन र म। अनि त्यहाँ सकिसकेपछि हामी बाहिर निस्किन्छौँ। सरर बुकहरू थियो बाहिर, हेर्दै नाइट भ्यू हेर्दै बाहिरपट्टि एकदमै रमाइलो देखिरहेछ। नाइटमा चाहिँ एकदम रमाइलो हुन्छ क्या। जुम गरी खिचिरहेको छु मैले बाहिर। अनि त्यसपछि देख्न सक्नुहुन्छ एकदमै रमाइलो छ। दिउँसोमा जाँदा पनि रमाइलो हुन्छ। अझै स्पेसल्ली तपाईँहरू शनिबारको दिन जानुभयो भने चाहिँ त्यहाँ एकदमै रमाइलो हुन्छ। शनिबार चाहिँ अरू दिनभन्दा पनि स्पेसल रमाइलो शनिबार हुन्छ होइन। अब अनि त्यही हो, तपाईँहरू पनि जानुहोला, घुम्नुहोला, रमाइलो गर्नुहोला। एकदम रमाइलो छ, देख्न सक्नुहुन्छ। मैले चाहिँ शिवजीको गुफा जुम गरी खिचिरहेको छु। कति टाढाबाट क्लियर देखेको छैन होला, त्यसै पनि रातिमा छु होइन। नाइट भ्यू एकदमै रमाइलो भइरहेछ तर हामीलाई त। अनि त्यसपछि हेर्न सक्नुहुन्छ हामी हिँड्दै बाहिर हिँड्दैछौँ होइन। एकदम रमाइलो भइरहेको छ। अनि रातिमा भए पनि एकदम रमाइलो भइरहेछ क्या हामीलाई चाहिँ। हेर्नुहोस् न कस्तो रमाइलो गरेछौँ। शम्भुले धन्नै ढलाइदिनु भएको मलाई। हामी चाहिँ हल्ला गर्दै रमाइलो गर्दै यताउता हेर्दै भिडियो खिच्दै हिँडिरहेको छौँ होइन। एकदम रमाइलो भइरहेको छ। एकदमै राम्रो ठाउँ छ है, तपाईँहरू पनि जानुहोला। एकदमै रमाइलो छ, तपाईँहरू पनि अवश्य जानुहोला एकचोटि इस्कन मन्दिर बुढा नीलकण्ठ घुम्नको लागि। थ्याङ्क यू सो मच सबैजनाले भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच, लभ यु अल।